प्यारा साथीहरू आफैलाई हेरेर आफै मक्क पर्नेछ नि मै मात्र होला क्या यो दुनियाँमा। किनभने यो साडी लगाएँ होइन, टक्क साडी यस्तो लगाएर यस्तो ऐना हेरेँ, ओहो कति राम्रो म्याचिङ गरेको होला। हेर्नु न, काहीँ केही कमी नदेखिने, कस्तो राम्रो देखिने म्याचिङ होइन। अनि यो ब्लाउज चाहिँ मैले रेडिमेड ल्याएको छु है। यसपालि ट्रेन्डिङ हो नि यो ब्लाउज, थाहा छ नि हजुरहरूलाई होइन। यति धेरै चलो यो ब्लाउज मैले थानमा पनि हालेको छु, 2 दिनपछि आइपुग्दैछ थान चाहिँ। यो रेडिमेड ब्लाउज मात्र 2टा कलरमा हालेँ, स्पेसल यो चाहिँ मेहन्दीको लागि फोकस गरेर हालेको होइन। अनि स्लिपमा आएको छ रेडी टु वेयर भएर। र तपाईँहरूलाई यदि बाउला लाउन मन लाग्यो भनेदेखि यो बाउला पनि यस्तो गरेर यसमा जोड्न मिल्छ। बाउला चाहिँ यति कुइनाको मात्र हुन्छ, योभन्दा लामो छैन। फेरि कतिले सोध्नुहुन्छ दिदी अलिक लामो बाउला भएको दिनु नि भन्नुहुन्छ कि, त्यस्तो नभन्नु ल, रेडिमेड ब्लाउज जस्तो आयो होइन, आफूले यहाँ मैले रेडी गरेको होइन नि त। अनि यो साडी चाहिँ यस्तो बुट्टा भएको छ नि, यो भएको यो 2000 को। यसमा चाहिँ सिम्पल ब्लाउजको सेट पनि छ, कपडै हालेको होइन। तर मैले हजुरहरूलाई के भन्न खोजेको भनेदेखि यदि तपाईँहरू यस्तै खालेको सानो बुटिक गरेको अनि हेभी ब्लाउज चाहिँ होइन, मजाले झप्प भरेको ब्लाउज चाहिँ चाहियो, साडी चाहिँ सिम्पल चाहियो भने रूपा दिदीले टन्नै ल्याइदिएको छु होइन। त्यसको लागि चाहिँ भिडियो कन्टिन्यू गर्नु होला। यहाँ हेर्नु त, यो साडी ल्याइदिएको छु मैले होइन। सिम्पल छ यसको बोर्डर, तर बाउला गला भन्नुहुन्छ भने हेभी भरेर हालिदिएको छु है। यो चाहिँ एकदम तपाईँलाई बिहे पार्टीमै पनि हुन्छ, सिम्पल बेहुलीले नि लाए नि भयो। यो गला भयो, यहाँ हेर्नुहोस् है कस्तो मजाले भरेको छ। अनि यसको चाहिँ तपाईँले फुल स्लिप गरेको बाउला लाउन पनि मिलो। फुल स्लिप गरेको बाउला लाउँदाखेरि बाउलामा हेर्नु ल कस्तो मजाले झप्प भरेको प्रिन्ट देखिन्छ है, यस्तो मजाले भरेको बाउला होइन। अनि त्यस पछाडि गला पनि। अनि यो साडी र ब्लाउजको कपडालाई मात्र 2000 होइन। अनि कलर अप्सन यता आउनु, कलर अप्सन यहाँ हेर्नु ल। रूपा दिदीले ल्याएको 1 2 3 4 5 6 7 8वटा कलर छ नि होइन। यो सबै चाहिँ हेभी ब्लाउज भएको साडी हो है। अनि यसको लागि चाहिँ तपाईँहरूले बिहेको लागि चाहियो अनि ठिकै बजेटमा बिहे सक्न खोज्नु हुँदैछ भने रूपा दिदीलाई सम्झनु होला। मात्र 2500 मा यति हेभी ब्लाउज भएको होइन। अनि साडी पनि राम्रो टक्क मिलाएर लाउँदाखेरि राम्रो देखिन्छ। र मेरो प्राइस ठिक लाग्यो, यदि मन पर्यो भने हामी सबतिर यी सामानहरू डेलिभरी गरिदिन्छौँ। यसको लागि चाहिँ रूपा दिदीको यो प्रोफाइलमा राखेको नम्बरमा वाट्सएप गर्नु होला, सबैतिर डेलिभरी हुन्छ। भिडियो हेर्नु सबलाई थ्याङ्क यू।